आफू अझै म गाउँ जाँदैछु है क्याम्पकोला हामी चाहिँ अहिले ठ्याक्कै अहिले हमाल डाँडा भन्ने ठाउँमा छ यता मेरो ग्याङहरू छ हेलो बाख्रा रहेछ यता अनि ए अनि मात्र बजार जाऊँ हम ठीक होला हम जाऊँ आसान जाना वहाँ ल आइए लीजिए तो आराम तो जाऊँ ल आइए ल पानी फोन नगरे माथिको भ्यू कस्तो छ दामी ल खतम भयो बर्बाद भयो त्यो उयो छैन पाइपमा आउँदैन रहेछ ए ल जाउँ पाइप उत्तर तल खाने अब हिँड ल यो चाहिँ माथिको भ्यू हो हामी जाने ठ्याक्कै सेकेन्ड डाँडातिर भनौँ अब यस्तो छ हाम्रो ग्याङहरू लाएर होइन अहिले चाहिँ हामी यो सेकेन्ड डाँडा है सेकेन्ड डाँडा चढ्दैछ यो अब अन्तिम हो हेर्न यताको कस्तो दामी देख्दो रहेछ यो चाहिँ कोदो है कोदोबारी अनि अहिले चाहिँ हामी ठ्याक्कै टावा भन्ने ठाउँमा आइपुगेको छ यो चाहिँ टावा हो अन्त यो टावाको ओह्रालो यो चाहिँ टावा भिर टावर घर चाहिँ बिर अनि बिर यस्तो छ हेर्नुहोस् पानी है म निकाल्छु सर सर बाबुले त एकचोटि पकाल्नुपर्छ क्या माछा हुन्छ के ल ए भएन कहाँबाट भिज्यो कहीँ ल अन्त लाउ न
पुग्यो हमारे तो पुग्यो तिम्रो पालो ए पालो अन्त एक बोतल सबै सितायो सिटी जाँदा कस्तो छ मामाले चाहिँ हातमा छुन्छ भनेर बोतल माथि गर्छ सिटेर नि ल यता आउन आम्मा कसरी पियो घुट कति धेरै पिएको पानी हिँड्न सक्दैन कति धेरै पिएको छ तिमीले खतरा पियो भने सो फाइनली हामी अहिले चाहिँ बक्जिङले घर आइपुगेको छ केटाले लाठी बजाएर हिँड्दा छ कि अहिले कुकुरले हान्नुपर्छ भनेर होइन कुकुर हान्दिनँ नि कुकुर त्यहाँ सुत्रे कुकुरले यहाँ भुक्दै बसिरहेको कुकुर नहीं खा दिले हिँड खा रे है दोरी ए आउनु लगे Kira apa dia? Coba apa aja? हेर्नु त के हो यस्तो यो के को रुख थाहा छ यो सुक्पा भन्छ सुक्पा सुक्पा भनेको त्यो चाहिँ होइन एउटा बस्न आउने कुरा हो कि सो हामी अहिले चाहिँ आहालटोल भन्ने ठाउँमा आइपुगेको छ यसको इतिहास चाहिँ के हो मलाई त्यो थाहा छैन आहालटोल भनेर चाहिँ होइन समथिङ पहिला आहाल भएर नै आहालटोल राख्यो हुन सक्छ ल त्यसले ल त्यो ल म पनि जाऊँ क्या मेरो छालाको घर यस्तो छ टोक्दैन क्या हिँड भुक्ने कुकुरले टोक्दैन भन्ने थाहा छैन नभुकिकन आयो भने चाहिँ टोक्छ अरे भुक्यो भने चाहिँ टोक्दैन रे नले अब यतिर चाहिँ धान काटिसकेको रहेछ यस्तो रहेछ लस्करै छ त केटाहरूको त यो चाहिँ कहिले डाँडामा कामीले आराम राखेको छ कि कामी बस्थ्यो आराम चाहिँ राखेको राखेन त्यो चाहिँ मलाई थाहा भएन कामी चाहिँ बस्थ्यो यो चाहिँ आहालटोलको ओह्रालो हो गाइस हामी चाहिँ अहिले ठ्याक्कै ढलाउने बाटोमा आइपुगेको छ यो चाहिँ पहिला यति धेरै उयो थियो कि धेरै बगाउँथ्यो कि यति धेरै गहिरो हुन्थ्यो पुरै पानी बगेर त्यही भएर अनि यो बाटो चाहिँ पछिल्लो समयमा यो बाटो ढलान भएको छ अहिले चाहिँ ठिकै छ आहालटोलको ओह्रालो हो यो चाहिँ है हेर्न सक्नुहुन्छ ठाउँ ठाउँमा यता ढलान पनि फुटेको रहेछ
फुटेको रहेछ त्यो चाहिँ कहाँ भयो यो बाख्राको झन् जाम भइसक्यो कता हो लस्कारी पहिरो गएको रहेछ यतातिर ठाउँमा यतिको भएपछि चाहिँ धेरै नै राम्रो हुन्छ पहिला भन्दा चाहिँ धेरै राम्रो भएको छ यहाँनिर चाहिँ साहस भएको पुरै कम्मरसम्म खाल्डो हुन्छ कि यहाँ चाहिँ पहिला यो ढलान हुनुभन्दा अगाडि चाहिँ अहिले ढलान भएको छ ढुक्कै छ क्यानखोला फाइनली आइपुग्छु कि स्पेन दोकान भन्छ क्यानखोला हो यता अहिले कोही बस्नुहुन्न नाटखोला होइन नाटखोलाबाट आउनुभएको मामा हो हाम्रो यता घर चाहिँ क्यानखोला चिसपानी दोकान भन्छ यसले चाहिँ अहिले त खोला छैन नि त हजुर अहिले हरनटोलमा आइपुगेको छ हरनटोल हो के लुगा रे हामी घर अब आइपुग्न लागिसकेको छ रात पनि पर्न लाग्यो है हामीले कुन डाँडादेखि भिडियो बनाएको रे मामा हैन कुन डाँडाबाट भिडियो बनाएको थियो सिधाको छ सिलिङसँग भिडियोको छ कहाँ